आँखै मुनि लागु औषध तस्करी नगरपालिका मौन स्वीकृतिको सन्देश होइन र। वैशाख 15 गते पुनर्वास नगरपालिका वडा नम्बर 9 बीचपाटामा भारतबाट स्कुटी मार्फत लागु औषध भित्र्याइरहेका 2 युवक सीमान्त गैर र सुमन शर्मा सशस्त्र प्रहरीद्वारा रङ्गे हात पक्राउ परे। उनीहरूका साथबाट बरामद भयो 29 ट्याब्लेट नाइट्रोभ्याट र 94 क्याप्सुल इस्पात। अहिले उनीहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्। तर 4 दिन बितिसक्दा पनि नगरपालिकाको मुख खुलेको छैन। न प्रतिक्रिया, न चासो, न चेतना। के यही हो नेतृत्व? यही हो जवाबदेहिता? जनप्रतिनिधिहरूको आँखामुनि खुलेआम लागु औषधको तस्करी चलिरहँदा प्रशासन गुङ्गो बहिरो बन्नु के यो मौनताको स्वीकृतिको अर्को रूप होइन? लागु औषध भित्र्याउने क्रम तीव्र छ। लागु औषधको जालोमा फस्ने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। पुनर्वासका गल्ली गल्लीमा नसाको व्यापार मौलाउँदै जाँदा युवाहरूको भविष्य खरानी बन्दै गएको छ। तर नगरपालिकालाई वास्ता छैन, न सक्रियता न नैतिकता। यत्तिकै होइन, 4 दिन बितिसक्दा पनि मिडियाकर्मीहरू मौन छन्। किन? के आफन्तवाद हाबी छ या यस्ता न्युज लेख्दा दाना पानी छुट्छ कि रोकिन्छ? जनताको आँखामा झुटको पर्दा तन्काउने काम बन्द गरौँ। कलम चलाउनेहरूले पनि साहस देखाउनु पर्छ। सत्तासँग होइन, सत्यसँग। यो अब सामान्य प्रश्न होइन, यो सिधा आरोप हो। कुन तहको सुरक्षा संयन्त्र चलिरहेको छ जहाँ लागु औषध खुलेआम नगर छिर्छ? कसको सहमति, संरक्षण वा मौन समर्थनमा यस्तो जघन्य खेल सम्भव हुन्छ? हामी डराउँदैनौँ, चुप लाग्दैनौँ। अब जनताको आवाज चिच्याएर उठ्नेछ। नगर प्रमुख होस् वा वडा अध्यक्ष, मौन बस्ने छुट कसैलाई छैन। लागु औषधको लडाईँलाई सडकदेखि सत्तासम्म पुर्याउनेछ। पुनर्वास नगरपालिका जवाब दे। युवाहरू बर्बाद भइरहेका छन् र तिमीहरू मुख दर्शक बनेर कुर्सीमा रमाइरहेका छौ।